यहाँको वासिङ मेसिनको चाहिँ यता भिजाइदिने एकछिन अनि छोरी पाउने रहर पनि पुरा भयो नि त तिम्रो मेरो बजे ल मलाई धन्यवाद पनि पाउन जति गाह्रो छ अब त्यस्तै हुर्काउनु पनि सजिलो त छैन गाह्रै छ होइन बस सुरु भयो दिनहरू सुख दुःखका दिन सुरु भयो गाइज के गर्ने रहर लाग्छ अनि त्यहाँबाट हामी दुःख पाइन्छ रहरले चाहिँ दुःख दिन्छ गाइज अघि मैले भिजाएर राखेको यसलाई हल्का मिचमा पारेर यसलाई पनि अलिकति भिजाएर राखिदिनु पऱ्यो यसमा चाहिँ आँची लगाएको छ आँची लगाएको चाहिँ लास्टमा छोरीको कपडा पहिलोचोटि धुँदैछु यो हिजो आएर एकै दिनमा यति मैला हुँदो रहेछ हिजो दिउँसो आयो अनि आज दिउँसोसम्ममा चाहिँ यसको लगाएका सबै दुधको त्यो टाटा साटा हगेका मुतेका मुत लागेका सबै यो मैला कपडाहरू आज म धुँदैछु अब सायद डेली रुटिन चाहिँ अब यही नै हुन्छ अलिक 2-4 दिन गर्छु त्यहाँबाट त काम उसैको आमालाई दिइहाल्छु नि उसैको आमालाई छोडिदिने हो मैले काम गर्नु पर्यो नि गाइज म त काममा जानुपर्छ छुट्टी 1 महिनाको भन्नु छैन छुट्टी 1 महिनाको त्यो गएर म 1 महिना पनि बस्दिनँ होला अब अलिक छिटो तङ्ग्रियो भने चाहिँ छिटै जाने हो छोरी पनि अब छिटो अलिकति ठुली भयो भने ट्याक्क अलिक सजिलो हुन्छ अहिलेसम्म चाहिँ अलिकति दुःख त दिएकी छैन भन्नु पर्यो छोरी भएपछि यारको छोरी पाएपछि यस्तै हो दुःख खुसी पनि दुःख पनि अब हुर्काउनु पर्यो पढाउनु पर्यो भोलि जानु दुःख हुने होला सफा त भयो नि टक्कै पहिलोचोटि धुँदैछु यार यस्तो सफा सेतो कपडाहरूमा त पहिलोचोटि धुँदैछु पहिला छोरो कसरी हुर्कियो थाहै भएन अहिले अब यो 12-13 वर्षपछि यस्तो अब बिर्सिसक्दाखेरि फेरि चाहिँ यो के भन्छ यसलाई के भन्ने अब यसलाई बिर्सिसक्दाखेरि फेरि कथाहरू यहाँ सम्झिनुपर्ने भएको छ सम्झिँदै काम गर्नुपर्ने भएको छ अवस्था यसका भोटा पन्जा कट्टु सुरुवाल यो घाँटिया लाउने रेहालले सेहालले भोटा सब नभए म अर्को भिडियोमा चाहिँ म तपाईँहरूलाई मेरो छोरीको खुट्टाहरू कस्तो छ देखाउँछु खुट्टाहरू त यत्रो छ साह्रै ठुलो छैन एकदम माया लाग्ने हुँदो रहेछ सानो बच्चाको म अहिले देखाउँछु मलाई त भिजाएर राख्नुपर्छ यहाँ गाइज साबुनले धुन्न भिडियो बनाएको बेला बिचा बोल्न हुन्न हेलो अरेस फास्टर्ड फादरले मुखसे चिनेर बोल्ने यार लो से मस्किरहेको छोरीको लुगा धुन पाएको त यस्तो मस्किँदो रहेछ साह्रै खुसी छु म गाइज म वर्षै पछि छोरी पाइदिन्छु एकदम ओके ल ठिक छ तिमी छोरी पाऊ म छोरीको कपडा धुने मान्छे ल्याइदिन्छु तिमीलाई हगेको यो पहेँलो चाहिँ जानु निकै गाह्रो मान्दो रहेछ गाइज त्यो सायद बेसारहरू चाहिँ हल्का फुल्का रङ हुन्छ नि त रङकै काम गर्दो रहेछ क्या अब यो कपडा पनि त रङ लगाएर चाहिँ बनायो भने त्यस्तो अलिकति स्ट्रङ खालको हुँदो रहेछ क्या हाम्रो बेसारहरू मेरो विचारले गाइज त्यो दिशा लागेको कुरा चाहिँ अलिकति धुन गाह्रो हुँदो रहेछ नजाने रहेछ हल्का फुल्का पहेँलो भयो त खासै केही हुन्न होला ल म पहाल्छु है ल गाइज अहिले चाहिँ अब मैले छोरीको कपडा धोइदिन्छु भोलिपछि चाहिँ छोरीले मेरो धोइदिन्छ नि ठुलो भयो होइन त छोरी पाउने रहर पनि पुरा भयो नि त तिम्रो ल मलाई धन्यवाद पनि तपाईँलाई धन्यवाद हजुर पाउने मैले तपाईँलाई धन्यवाद दिन्छु केही हुँदैन अर्को पनि धोइयो कपडा पनि धोएर भ्याइयो अब म सुगाउँछु यसलाई बच्चा बटारिन्छ दुख्छरी ज्यान भन्छ बच्चा त अब साना तिमी पतारी कतिको बटारिन्छौ नि अब त्यसै अनुसारले होला तपाईँको त कुरै छैन मेरो मात्रै हुन्छ कुरा म त बटारै छैन म त एकदम स्ट्रेट हो जहिले पनि स्ट्रेट कुरा नो बटारिङ आफूले अरूले राम्रो भन्नु किन आफूले आछु किन यस्तो डबल गरेको हो र सिङ्गल गर्नु न त्यही नै हुन्न अर्काले गरेको त मनै नपर्ने चाहिँ आफैले गर्नु नि होइन कि सिङ्गल गरे पो चाँडै सुक्छ त नि कस्तो मुला साग रहेछ हौ राम्रो गतिले त सिकाउनै हुन्न कि यो जातलाई त बाहिरबाट हेरे लाल्ला बाबु मान्छेले बाहिरबाट हेरे लाल्ला नेपालमा घरबाट कसरी गर्ने होला घरमा त वासिङ मेसिनै छैन नेपालमा गएर के काम हुन्छ यहाँ पो बिहानबाट बेलुकासम्म फुर्सद हुन र काम गर्नु पर्छ र वासिङ मेसिन नेपालमा के काम हुन्छ
जब आफूले लागु लुगा पनि धुन सकिन्न वासिङ मेसिन पनि चाहियो काम गर्न नसक्ने बुढेसकाल लाग्यो भने छुट्टी कुरा हो सक्ने बेलासम्म चाहिँ धुनुपर्छ यो कोरियामा अब यो 6औं महिनामा चाहिँ चुनाव छ त्यो भएर यो चुनावको चाहिँ प्रचार प्रसार गर्न लागि मजाले माइक कराइरहेको छ क्या त्यही हो कराएको अघिदेखि अब चुनाव आउनलाई लगभग त्यो 15-17 दिन मात्रै बाँकी थियो नि त त्यो भएर हो कि यो कराएको यहाँको वासिङ मेसिन चाहिँ यता भिजाइदिने एकछिन अनि यो मार्केटमा यो ताक्रम बढ्यो भन्ने चाहिँ बुझेन अरू चाहिँ केही बुझेन मैले के हो यो नयाँ मार्केटमा फेमस गीत ए हाम्रो नेतालाई भोट हाल्नु होला के भन्दैछ आज मेरो पहिलोचोटि मैले छोडिएको चाहिँ कपडा धोएँ सार्नुमा अबीको पनि धोएको हुन त बिर्सिसकेको रहेछ फेरि नयाँ ताजा यादहरू फेरि ताजा भयो नयाँ फिलिङ्स खुसी दुःख गाह्रो साह्रो सबै कुरा मिक्स छ लाइफमा